एमालेलाई हराउन बालेनहरू मैदानमा उत्रिनै पर्दैन। आइएको मधेसिया पीएम बने वाला है, वहीला घंटी में वोट नहीं रहेके, सही लोग आवे वाला है, वहीला घंटी में वोट रहेके। किनकि एमालेलाई हराउन स्वयं केपी ओली नै काफी छन्। उनीहरूको आफ्नै बोली र व्यवहार हारका लागि पर्याप्त छ। बोली बोलेर आफै सकिँदैछन्। कम्बोडियामा 32,000 करोड 21,000 करोड डलर स्विस ब्याङ्कमा यति हजार तपाईँहरू त हेर्न जान सक्नुहुन्छ। आज सामाजिक सञ्जाल तातेको छ। चिया पसलदेखि सिंहदरबारसम्म एउटै चर्चा छ, केपी ओली र बालेन शाहको डिबेट कहिले हुन्छ। तर एकछिन पर्खनुहोस्, के हामीले कहिल्यै अस्ताउँदै गरेको घामलाई उदाउँदै गरेको सूर्यसँग दाजेर हेरेका छौँ? के एउटा निम्न लागेको दियो र बल्दै गरेको राकोको तुलना हुन्छ? आजको भिडियोमा म सिधै बन्दैछु। मानिसहरूले बेकारको ओली र बालेनको बहसको विषयमा चर्चा गरिरहेका छन्। यो तुलना नै गलत छ। यो बहस नै औपचित देखिन्छ। किनकि एउटा शक्ति इतिहास बन्दैछ भने अर्को शक्ति भविष्य कोर्दैछ। आजको यो विशेष रिपोर्टमा हामी ओलीको राजनीतिक आत्महत्या, एमालेको वारालो यात्राको गहिरो शल्यक्रिया गर्नेछौँ। के ओली आफै सकिँदैछन्? आउनुहोस् विश्लेषण सुरु गरौँ। त्यो मात्रै किन भन्ने, अमेरिकाका ब्याङ्कको आधा सम्पत्ति मेरै हो। सत्य तितो हुन्छ तर स्वीकार नै पर्छ। केपी ओली अब त्यो 2074 सालको राजनेता रहेनन्। धर्ममा त त्यो धोती कुर्ताको छुट्टै महत्त्व पनि छैन। त्यसरी पनि हेर्नु के हो हिन्दू धर्म भने? उनी आफ्नो राजनैतिक जीवनको उत्तरार्धमा छन्। एउटा भनाइ छ नि, विनाशकाले विपरीत बुद्धि। अहिले ओलीको अवस्था ठ्याक्कै त्यस्तै देखिन्छन्। उनी जति बोल्छन् त्यति बिग्रिन्छन्, जति स्पष्टीकरण दिन्छन् जनता उति टाढिन्छन्। उदाउँदै गरेको सूर्यसँग अस्ताउँदै गरेको घामको तुलना कसरी मिल्छ? बालेन एउटा आशा हुन् भने ओली अब निराशाको बिम्ब बन्दैछन्। दाजेर कहीँ केही हुनेवाला छैनन्, किनकि नतिजा समयले लेखिसकेका छ। नयाँ पुस्ताको आगमन र पुरानो पुस्ताको विसर्जन। विश्लेषकहरू भन्छन् एमालेलाई हराउन बालेनहरू मैदानमा उत्रिनै पर्दैनन्। किनकि एमालेलाई हराउन स्वयं केपी ओली नै काफी छन्। राजनीतिमा रुचि राखे राम्रो कुरा हो। 4 गतेसम्म कुछ ठीक छ नि। उनीहरूको आफ्नै बोली र व्यवहार नै हारका लागि पर्याप्त छ। बोली बोलेर आफै सकिँदैछन्। जब उनी मञ्चमा उभिन्छन् जनताले कुनै भिजन होइनन्, केवल कुण्ठा, गाली र अहङ्कार सुन्छन्। एउटा जिम्मेवार नेताको बोली मलम हुनुपर्नेमा ओलीको बोलीले नुनचुक छर्किने काम गरिरहेको छ। आफै हार्ने बाटो खनिरहेका नेतालाई बालेनले हराउनु पर्दैन, समयले हराइदिन्छ। यहाँ त दमक सफा नगरहरूमध्ये पर्छ, व्यवस्थित नगरहरूमध्ये पर्छ। यो मौतरी धनुषा जस्तो अवस्थामा होइन, त्योभन्दा धेरै एडभान्स छ। सबैभन्दा डरलाग्दो कुरा त यहाँ छ, पटक प्रधानमन्त्री भएको व्यक्तिले आफ्नै देशको एउटा अभिन्न अङ्ग मधेसलाई कसरी हेर्छन्? ओलीको नजरमा मधेस फुवरी र कुसंस्कृत देखियो। यो कस्तो दृष्टि हो? यो कस्तो संस्कार हो? जुन मधेसले देशलाई अन्न खुवाउँछ, जुन मधेसको माटोमा देशको सिमाना अडिएको छ, त्यसलाई फुवरी देख्नु भनेको त्यो भूगोलको मात्र होइन, त्यहाँ बस्ने लाखौं स्वाभिमानी नेपालीहरूको अपमान हो। यही विभेदकारी सोच, यही हेपाहेप प्रविधिले आज एमालेको किल्ला भत्किँदैछ। मधेसको आँसु र पहाडको आक्रोश जब एक हुन्छ तब गुन्डुको दरबार हलिन समय लाग्दैन। कुरा बोलीको मात्र होइन, कुरा नियतको पनि हो। अब सोच विचार गर्ने बेला आएको छ। पटक देशमाथि घाव गर्नेहरूलाई हामीले कति पटक माफ गर्ने? भ्रष्टाचारको दलदलमा डुबेर राम राज्य चलाउँछु भन्ने ढोङ अब चल्दैन। यिनै नेता होइनन् उसको पालामा युवामाथि गोली दागियो? यिनै होइनन् जसले शान्तिपूर्ण आवाजलाई कुटले कुल्चिए? हिजो आफ्नै नागरिकलाई सडकमा रगत पक्ष बनाउनेहरू आज कुन मुखले भोट माग्न आउँदैछन्? हामी फेरि उठ्छौं। युवाहरूको रगत र पसिनाको सराफ सजिलै पखालेर जाँदैन ओलीज्यू। त्यसैले साथीहरू, अब डिबेटको पछि नलागौ, नतिजाको तयारी गरौँ। अस्ताउँदै गरेको घामलाई अस्ताउन देऊ र उदाउँदै गरेको सूर्यलाई स्वागत गरौँ। जनताले अब निर्वाचनबाटै जवाफ दिनुपर्छ। भ्रष्टाचार, कुशासन र अहङ्कारको यो साम्राज्यवादलाई ठेकान लगाउन तपाईँ तयार हुनुहुन्छ? बालेन र ओलीको तुलना छोडौ। अब देश बनाउने र देश बिगार्ने बीचको लडाईँ लडौ। आफ्नो मतको शक्ति चिनौ। जय नेपाल। हस्त हामी भेट्छौँ फेरि अर्को नयाँ भिडियोमा। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला।